हेलो गाइस, गुड मर्निङ। अहिले बिहानको 6 बजेको छ र म छिटो उठेँ किनभने आज छुट्टीको दिन पनि थियो। सोच्नुभयो होला छुट्टीको दिन पनि किन बिहानै उठेको भनेर। आज मेरो अलिकति काम पनि थियो र त्यसैले आज छिटो उठ्नुपऱ्यो। एक बात चाहिँ मान्नुपर्ने रहेछ गाइस, बिहानै उठ्यो भने चाहिँ पुरा फ्रेस फिल हुँदोरहेछ आफूलाई पनि। गाइस, तपाईँले यो पछि मैले ठड्याएको कथा तपाईँले देख्न सक्नुहुन्छ। मैले यो किन ठड्याएको भनेर सोच्नुहुन्छ होला, किनभने यो चाहिँ एकदमै ठुलो गद्दाबाट सुत्नलाई चाहिँ 3 जना 4 जना सुत्नुहुन्छ र म चाहिँ एक्लै हुँदाखेरि यसरी मैले ठड्याइदिएको। तर पुरा गन्दा देखेर मैले घुमाउनको कोसिस गरेँ तर मैले सकिनँ। मैले चाहिँ लौमा सकेँ किनभने बहुतै भारी थियो, बहुत भारी थियो यो गद्दा। हेर्न सक्नुहुन्छ मेरो हालत कस्तो भएको थियो यो गद्दा घुमाउँदै। गाइस हेर्नुहोस्, यो चाहिँ मेरो दिदीको काम। बिहान आएर सामान निकालेर त्यति फ्यालेर गएपछि हेर्नुहोस् यसरी राखेर गएपछि सामान निकालेपछि थन्काउन चाहिँ लौमा जान्दिने। अनि पछि गएपछि मैले थन्काइदिनुपर्छ सबै उसका सामानहरू, कपडाहरू, टेकर सबै। अब चाहिँ यसको सफाइ गर्ने टाइम हेर्नुहोस्, सामान चाहिँ एक्लोबाट होला थन्काउनुको गर्न अल्छी लाग्छ। जस्तो छ त्यस्तै छोडिदिन्छु म चाहिँ। यसको पनि सफाइ भयो। अब म तपाईँलाई अर्को चिज देखाउँछु है गाई, हेर्नु है त। लु यहाँ हेर्नु त, राति आएर चाहिँ खानासाना बनाएर खाएर सुत्न डेरी गरेर यत्तिकै भोलि मोल्छु भनेर चाहिँ यत्तिकै छोडिदिएको थिएँ। अब यसलाई पनि सफाइ गर्नुपर्ने बेला भयो। गाइस, मैले ब्लग बनाएको चाहिँ यो चाहिँ मेरो दोस्रो तेस्रो पालो बनाउन सक्छु, तर तपाईँले चाहिँ प्लिज सपोर्ट गरिदिनु होला। मेरो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला, लाइक पनि गरिदिनु होला, कमेन्ट पनि गरिदिनु होला, सेयर पनि गरिदिनु होला गाइस। यो गाइस, म चाहिँ अब टापटी सफाइ गर्न थालेँ अब।